हिजो हजुरले आफ्नो घरमा आएको गेस्टलाई गणेश होइन गणेश भनेर भनिसकेको रहेछ नि, कस्तो खुसी लाग्यो है। अनि आज मलाई त्यही खुसी लागेर मैले अण प्रयोग हुने शब्दहरू हजुरलाई सिकाउन लाग्यो ल। जस्तै गणेश, यो त हजुरलाई थाहा रहेछ नि, अनि मोटो स हुन्छ गणेश है। अनि त्यसै गरी गणेश भनेको त भगवान्को नाम हो होइन। अनि त्रिकोण छ, त्रलाई रसो इकार त्रि अनि को अनि अण। त्रिकोण भनेको, कोण भनेको एङ्गल हो, अनि त्रिकोण भनेको तिनवटा एङ्गल भएको उसलाई चाहिँ त्रिकोण भन्छ। नेपालीमा ट्राइङ्गललाई चाहिँ त्रिकोण भन्छ के। अनि यहाँ अर्को कृष्ण, यो रिकार लागेछ अनि यस्तो यो सर्टकोट छ हो, आधा छ कृष्ण। कृष्ण पनि भगवान्को नाम हो होइन, यसमा पनि अण प्रयोग हुन्छ है। अनि त्यसै गरी ऋण, ऋण भनेको चाहिँ लोन के, लोन लिने भन्छ नि, त्यसलाई चाहिँ ऋण भन्छ है। अनि त्यसमा पनि अणको प्रयोग हुन्छ। अनि झन्डा गर्दाखेरि आधी अणको प्रयोग हुन्छ, झन्डा पनि होइन, नेपालको झन्डा, फ्ल्यागलाई झन्डा भन्छ नि त। अनि विष्णु, विष्णु भनेको पनि भगवान्को नाम हो। अनि विष अनि यस्तो सर्टको आधा सर्टकोट छ अनि अणलाई रस्व उकार विष्णु है। हजुरले अण लागेको शब्दहरू पनि सिकाइरहिसकेको रहेछ, अनि त्यही भएर खुसी लागेर मैले अण प्रयोग हुने शब्दहरू भनेर सिकाएको ल। थ्याङ्क यू माया।